मेरा देशका नेताहरूलाई पनि भोगेको छु पाउ चरण छ हामीलाई बलि बनाइदिनु भएकोमा। चाल पाए आधा जिंदगी रेखी सक्यो निस्वार्थी नेताहरूलाई पनि बिग सलाम शोक मनाए अझै बाँकी रहेछ ठानेर उत्सव पनि मनाए जसरी हेऱ्यो त्यसै देखिन्छ जिन्दगी बल्ल होश पाए आधा जिन्दगी रेखी सक्यो भने आई लभ यु गाइस, ह्यापी दिवाली। सबैलाई बिग रेस्पेक्ट छ। छोटो जिन्दगीको लामो सम्झना हो, सम्झना नै यात्रा हो, यात्रा नै शुभकामना हो। जति जानेका थिए नेताहरूले त्यति नै गरे विचारहरूले। त्यही भन्न चाहन्छु, उहाँलाई पनि के दोष दिनु, कसैलाई म दोष दिँदिनँ। कर्मै खोटो भन्छन्, कर्मै खोटो। टिकटकको एउटा एन्सर पनि, टिकटकको लाइफमा बस्नु नराम्रो होइन, तर रक्सी चाडहरू छोड्न बेजतमा जी गर्यो अब चाहिँ नयाँ जिन्दगी गरिसक्यो। यस्तो हुन्छ। मन नलागे भन्दा त मान्छेको जिन्दगीमा उतार चढाव हुन्छ, नहुने होइन। त्यसलाई फेरि ट्र्याक लिइहाल्नुपर्छ, ट्र्याकमा गो गर्नु। निस्किने ड्रग्स पनि खाने ट्राई गर्ने, निस्किने त्यहीँ लागु भएर बस्ने होइन क्या। बुझ्नुभयो नि? त्यही हो। बुझ्नुभयो नि? अब यता यो बसेको छ, उता हानेको छ, उडी चिपमा। यस्तो छ समस्याको समाधानलाई। मलाई पर्दैन तपाईँले पर्दैन के छ हो साइलाको पर्दैन। युनिभर्स तिमीले कमाउन नेपालमा बसेको छौ, मलाई दुःख ठिकै छ। अनि तिम्रो जब छैन, के छैन, मेरो पनि जब छैन, र पनि ठिकै छ। नि मेरो त तिमीले देखेको छैनौ। तिम्रै घरमा आएर बास बस्नु पर्ला पछि। छैन मेरो त घर छ, जग्गा छ, घर छैन, सिधै बनाउनु। मेरो बाबामा त मार्छ नि त, यो बुढो न बुढो मान्छे कसलाई ल्याइस् भनेर। यो तीनटा चरा मैले त्यसै हालेको छुइनँ। जा मेरो घर चेक गरेर आइज। म 40 वर्ष भयो बासीवाद बोकेको भनेको। साइला तेरो घर भेटिन, एउटा घर तेरो घर छ, टिनको मक्किसकेको छ भनेर फर्केर आइसक्यो। एउटा अर्थमा हाल्छु म।